हजुर तपाईले सही प्रश्न गर्नुभयो। यो चाहिँ पहिला भन्दा चाहिँ अहिलेको नयाँ जेनेरेसनहरूले चाहिँ आफ्नो सांस्कृतिक आफ्नो पहिचानप्रति चाहिँ अलिकति एकदम उत्साहित भएर चाहिँ सबैले चाहिँ मनाएको देखिन्छ। जस्तै अब अहिले बुद्ध जयन्तीमा पनि हाम्रो राई किराँतहरू, हाम्रो लिम्बूहरू, हाम्रो सुनुवारहरू पुरानै जेनेरेसनभन्दा चाहिँ अहिलेको नयाँ जेनेरेसनमा चाहिँ एकदम उहाँहरूले चाहिँ एकदम आफ्नो कल्चरलाई समाएर चाहिँ उहाँहरूले एकदमै चाहिँ प्रोत्साहन दिएर आफ्नो पहिचान के हो भनेर चाहिँ उहाँहरूले एकदम मनाएको देखिन्छ। आजकल यो नयाँ जेन्जी भाइहरूले त्यो चाहिँ धेरै खुसी लाग्छ। अनि यस्तो चाहिँ हाम्रो पुराना जति पनि अभिभावक हुनुहुन्छ उहाँहरूले आफ्नो नयाँ जेनेरेसनप्रति चाहिँ उहाँहरूले सबैजनालाई चाहिँ त्यस्ता कुराहरू, आफ्नो कल्चरहरू, आफ्नो सांस्कृतिक आफ्नो पहिचानहरू चाहिँ सिकाउनु पर्छ होला जस्तो लाग्छ मलाई चाहिँ। वन्डरफुल, ठ्याक्क अन पोइन्ट भयो है। डन डन डन। वन्डरफुल, थ्याङ्क यू सो मच। ल हामी चाहिँ यता सकेर अब गोकर्णतिर लाग्छौँ होइन। यता त हाम्रो केही छैन रहेछ, झोल हेर्दा पनि केही छैन रहेछ। नमस्कार गर्ने मात्र भयो त। राम्रै लाग्छ। पटेश्वर घाटपट्टि पुगेका छौँ। अब यताबाट यता मेन रोड जाउँ भने गाडी जाम छ, जाम भइहाल्छ होइन। तलबाट सिधै खाना टाढो हुन्छ। पऱ्यो भने बरु मात्रै भइहाल्छ।
आउनुहुन्छ दाइ भाउजू यता छ गाई बाटो चौकी पनि आउँदै रहेछ बाटोमा भेट भइहाल्यो कच्चा लाएर यहाँ अगाडि दिँदैन उहाँहरू पनि भिडियो बनाउँदै हुनुहुन्छ हामी पनि भिडियो बनाउँदैछौँ त्यति लाग्यो लाग्छ मेरो पनि मेरो बसी ठुलै Dia hitlah ya mal. Ah. Mate. Hamir ke rumah dah. Siapa mobilnya mata? Pitri in kesin nga siya kami sa pamar kumapane pero pitri na ni nga siya min ode dewa bawa hudi dewa master ko isa parmeshwari eko nel ne loke sama sai ko la mansin kiran nel linsin प्राकृतिक पूजागान कल्ची एको ode marko पछि मातो परमेश्वरी एको ने रोके sama ta hawa hudi asina pani eko सिंची पानी ने रोके sama ta परमेश्वरी एको आइके छिन चाडपर्व माने के चवल त परमेश्वरी एको के बित्ती छिन म चित्त म बुझे से गरे म परमेश्वरी छु अलि तलमा आउनु न यता ओतमा सामान ल तँगिर न एकछिन हामी बाल्छ जाऊ मेरो गाउँमा हुन्छ त्यो त रिस्क पाइन्छ ल ठाडो त्यो अलिकति रिसाए जस्तो छ नि अहिले चाहिँ अब सुधार गरेर ल एकदम दामी अब सर्लक 15-20 मिनेटपछि पानी सबै रोकिन्छ घाम लाग्छ ल त्यसपछि मेरो कति लाग्छ साँच्चै मुने परे उयो चाहिँ हैन एको रेउने के चाहन्छ है ल ए ने यसो नाकने अनि आज त कहाँ उनीहरूलाई हेरिन्छ त कसलाई अरूलाई कान्छ माथि आऊ माथि आऊ जाऊ